सभामा यहाँहरूलाई हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु, यहाँहरूलाई सलाम व्यक्त गर्न चाहन्छु। नमस्कार, लाल सलाम। आज यो भव्य एउटा जुलुस यो सदरमुकाम सैनिककोटमा सम्पन्न भएको छ। सैलुङ र भिनपाको जुलुस हाम्रो कुबेर होटलबाट सुरु हो। तामाकोशी, मेलुङ, जिरी, वैद्येश्वर र भिनपाको 4-5 को जुलुस बसपाबाट सुरुवात भयो। हाम्रो गौरी शङ्कर, बिगु, कालिम्पोङ र भीमेश्वर 1, 2, 3 को जुलुस पशुपतिबाट सुरुवात भएर 7 एउटा एकीकृत जुलुस लिँदै यो बजार परिक्रमा गरेर आज यो आम सभामा, यो जागरण सभामा, यो राजतन्त्रको विरुद्धको विरोध सभामा हामी उपस्थित भइरहेका छौँ। यो सभालाई आज हामीले नेकपा एमाले यो दोलखामा मात्रै गरिरहेका छैनौँ। यो आज देशव्यापी रूपमा सबै सदरमुकामहरूमा आज विरोध सभा, जागरण सभा सम्पन्न भइरहेको छ। काठमाडौँ उपत्यका, भक्तपुर, ललितपुर र काठमाडौँ उपत्यकामा आज 4 बजे बृहत मोटरसाइकल र्याली हुँदैछ। अन्य सबै विराटनगर, सुर्खेत, वीरगञ्ज, पोखरा त्यस्ता कतिपय सहरहरूमा पनि आज बृहत मोटरसाइकल र्याली हुँदै आज सबै सदरमुकामहरूमा आज यो जागरण सभा र विरोध सभा सम्पन्न हुँदैछ। आज दोलखामा मात्र होइन, यो सबै देशव्यापी रूपमा हाम्रो पार्टी नेकपा एमाले पूर्व राजा ज्ञानेन्द्रको कुनै नेतृत्व चैत्र 15 गते हिंसा हुन्छ, तोडफोड हुन्छ, आगजनी हुन्छ र अराजक एउटा भिडले लुटपाट गर्छ भनेर आज चैत्र 18 गते नेकपा एमाले जुलुस राखेको होइन, यो आमसभा राखेको होइन। यो हाम्रो नियमित कार्यक्रम हो। पार्टी केन्द्रले नियमित देशव्यापी 18 गते जागरण सभा भनेको थियो। चैत्र 11 गते सबै देशभरिका सबै वार्डमा वार्ड सभाहरू राखेको थियो। यो हामीले निरङ्कुश राजा ज्ञानेन्द्रले चैत्र 15 गतेको यो ताण्डवी हिंसा गरेर अनि यसको विरोध गर्नुलाई भनेको थिएन। पार्टी नेकपा एमाले दूरदर्शी छ। देशमा राजतन्त्र राजावादीहरूले शिर उठाउँदैछन्। यो शिर उठाउनको निम्ति देशी विदेशी शक्तिहरूले नेपालमा नेकपा एमालेको लोकप्रियता बढ्दैछ, गणतन्त्रवादी शक्तिको लोकप्रियता बढ्दैछ। यो मुलुकमा राजा कहिल्यै नआउने भए अनि राजा आउनुपर्छ, राजा नआए हिन्दू राज्य बनाउनु पर्छ। के नाममा हो? मुलुकलाई अस्थिर बनाउनु पर्छ र मुलुकलाई कमजोर बनाउनु पर्छ भन्ने दृष्टिकोणबाट जुन षड्यन्त्र भइरहेको थियो, यो षड्यन्त्रप्रति पार्टी सचेत थियो, नेकपा एमाले सचेत थियो। त्यही सोचबुझ र त्यही दृष्टिकोणको आधारमा आज चैत्र 18 गते हामीले जागरण सभालाई आज निरङ्कुश राजा ज्ञानेन्द्रको विरुद्धमा यो विरोध सभा हो भनेर आज हामीले विरोध सभाको रूपमा पनि यसलाई रूपान्तरण गरेको यहाँलाई घोषणा पनि गर्न चाहन्छु। हो, हामीले कार्यक्रम जनताको बिचमा जरा अभियान भनेर, वार्ड केन्द्रित अभियान भनेर, हामीले मिसन 84 भनेर, मिसन ग्रासरुट भनेर पार्टीले विभिन्न अभियानहरू सुरुवात गर्दै थियो। जनतालाई जागरण गर्दै थियो। जनताको निराशा थियो। किन निराशा? विकास नभएर निराशा भएको हो। कुनै पनि जनतामा लोकतन्त्र, गणतन्त्र र जनताको बिचमा प्रजातन्त्र नआएर निराशा भएको हो होइन। जनताको बिचमा हामीले जति प्रगति गर्यौं, जति परिवर्तन गर्यौं, जति विकासको मूल हामीले सृजना गर्यौं, त्यसको व्यवस्थापन गर्न सकेनौं, त्यसलाई सही एउटा सदुपयोग गर्न सकेनौं। लोकतन्त्र र गणतन्त्रवादी शक्तिहरूकै बिचमा अस्वस्थ प्रतिस्पर्धाहरू हुँदै गए। हाम्रो बिचमा पनि स्वाभाविक रूपमा राष्ट्रता समाप्त गर्यौं, तर लोकतन्त्र र गणतन्त्रको सही
यसलाई व्यवस्थापन गर्ने काम हामीले गर्न नसकेको कमीको कारण अनि विश्वमै नेपालमा मात्र होइन विश्वमै आर्थिक सङ्कट र पलायनता र एउटा विश्वमै एउटा युद्ध चलिरहेको बेलामा हामीले एउटा साँच्चै विश्वलाई एउटा शान्ति मूलक सन्देश दिनुपर्छ। विश्वमा एउटा अब द्वन्द्व होइन युद्ध होइन भनेर भनिरहेको बेलामा आज मलाई कता कता लाग्छ हाम्रो विश्वमै एउटा यस्तो किसिमको एउटा अराजक शैलीबाट विश्वका धनी शक्तिशाली राष्ट्रहरू आउन थाले। पुँजीवादको चरम एउटा शिखरमा आएर जनतालाई अथवा हेप्न थाल्ने समकालीन राष्ट्र एउटा राष्ट्रले अर्को राष्ट्रलाई धनी राष्ट्रले गरिब राष्ट्रलाई ठुलो राष्ट्रले सानो राष्ट्रलाई शक्ति राष्ट्रले साना राष्ट्रलाई हेप्ने दमन गर्ने एउटा सुरुवात अमेरिकाले सुरुवात गर्यो, ट्रम्पले सुरुवात गर्यो। जसरी युक्रेनको राष्ट्रपतिलाई अमेरिकाको राष्ट्रपतिले जुन व्यवहार गर्यो त्यही व्यवहारबाट विश्व अहिले कता जाँदैछ। विश्वमा अराजकतावादी शैलीका निरङ्कुश र दम्बल बोकेका घमण्डी राष्ट्रका शक्तिहरूले के कस्तो किसिमको व्यवहार देखाउँदैछ, कस्तो कार्यशैली देखाउँदैछन्, त्यही कार्यशैलीबाट प्रेरित भएर आज नेपालमै पनि ज्ञानेन्द्रले आफूलाई एउटा राजदरबारमा तपाईँको हिंसाबाट राजा फेरि पनि एउटा नक्कली राजा बन्न तयार भएको राजा ज्ञानेन्द्र कुनै सक्कली राजा होइन, कुनै एउटा प्रकृति ढङ्गले नेपालको राजसत्ताबाट नियमित ढङ्गबाट राजा भएको होइन। दरबार हत्याकाण्डबाट राजा बनेका राजा ज्ञानेन्द्र यो अप्राकृतिक ढङ्गबाट कृत्रिम ढङ्गबाट नक्कली ढङ्गबाट बनेका राजा जसले अहिले पनि फेरि पनि 17 वर्षपछि आफूलाई कतै लोकतन्त्रवादीहरूको यो अस्वस्थ प्रतिस्पर्धा अनि चरम भ्रष्टाचार चरम एउटा अनियमितता जनतामा केही निराशाको एउटा बावजुद जनतामा राजतन्त्र खोजेको छ भन्ने कतै झुटो एउटा चाहिँ जोकर एउटा बुझाइले अबुझ एउटा बुझाइले केही एउटा बैंक ठगी मुद्दा समस्या काण्डै बोकेका मान्छेहरू र अपराध गतिविधिमा बोकेका मान्छेहरूलाई को साथ लिएर अनि नेपालमा फेरि पनि केही राजतन्त्र फर्काउन सकिन्छ कि भनेर फेरि राजा पुनर्स्थापना गर्न सकिन्छ कि भनेर गरेका गतिविधिहरू के नेपाली जनताले स्वीकार्य छ कि नेपाली जनताले त्यो कुरो अहिले नेपाली जनताको चेतना स्तर हिजो पञ्चायत अवस्थाको छैन, हिजो निरङ्कुश राजतन्त्रको अवस्थाको स्थिति छैन, पञ्चायत अवस्थाको अवस्थामा छैन, अहिलेको चेतना स्तर भनेको उच्च छ हामी भन्न चाहन्छौँ र यस्तो किसिमको सुझाव पनि राख्न चाहन्छौँ र हामी सबैलाई सद्बुद्धि आओस्। हिंसाबाट तोडफोडबाट मुलुकलाई राजनीतिबाट अराजक शैलीबाट आफ्नो राजनीति पार्टीको हैसियत बढाउँछु भन्ने सोच नराख्नुहोस्। नेपालमा कसैले पनि हिंसाको बाटोबाट अराजक शैलीबाट उसको उन्नति प्रगति हुँदैन। त्यसैले यस्ता बाटोबाट राजनीति पार्टीको एउटा स्वरूप लेपन लाएर अगाडि नबढ्नको लागि पनि म चेतावनी दिन चाहन्छु र म तपाईँहरूको बिचमा आज हामी जागरण सभाको रूपमा यी कुरोहरू गरिरहँदा चैत्र 15 गते जुन ढङ्गबाट तिनकुने काठमाडौँ कोटेश्वरमा स्वाभाविक रूपमा म त्यो दिन राजावादीहरूले तिनकुनेमा गर्ने भेला कस्तो छ भनेर अनुगमन गर्नको निम्ति म तिनकुने पनि पुगेको थिएँ। समाजवादी मोर्चा माओवादी समाजवादी र अन्य सबै पार्टीहरूले गर्ने भिरकुटी मण्डपको कार्यक्रममा पनि मैले अनुगमन गर्न पुगेको थिएँ। मलाई खुसी लाग्यो समाजवादी मोर्चाको कार्यक्रम भिरकुटी मण्डपमा भइरहँदा कतिपय साथीहरूले कोही साथीहरूले माओवादीका साथी कोही समाजवादी साथीहरूले मलाई देख्दाखेरि अत्यन्तै स्वागत ताली पड्काएर उहाँले भन्दै पनि हुनुहुन्थ्यो तपाईँ पनि आउनु, यो गणतन्त्रको निम्ति हो, यो कुनै माओवादी कुनै पनि
समाजवादी पार्टीको निम्ति समर्थन होइन, मुलुकमा गणतन्त्रको निम्ति एकताबद्ध हुनुको निम्ति मेरो पनि सहभागिता छ भने, तर तिनकुने पुग्दाखेरि मैले यसो हेरेँ, तिनकुनेमा फागुन 25 गते जस्तै राजा ज्ञानेन्द्रलाई, पूर्व राजा ज्ञानेन्द्रलाई जुन किसिमको एउटा अन्याय काट्नु भएको पठाउ जति सबै बुक गर, इन्डिया जति सबै बुक गरेर तपाईँको ठुलो एउटा जुलुस देखाएर ओहो अब त जनता त असन्तुष्ट छ, सडकमा आउनेछ भनेर उत्साहित भएर अनि यिनीहरूले चैत्र 15 गते राखेको कार्यक्रममा जनता आएन, जनता उर्लिएन। अनि उनीहरू त्यहाँबाट सुरुमै कार्यक्रम मञ्च बनाएको छ, मञ्चमै कार्यक्रम नराखिकन अनि यिनीहरूले पूर्व राजा ज्ञानेन्द्रले के चाह्यो भन्दा अब बङ्गलादेश जस्तो बनाउनु पर्छ नेपाल। जसरी बङ्गलादेशमा भर्खरै के घटना घट्यो त्यस्तै नेपालमा पनि बङ्गलादेश जस्तै बनाएर सत्ता कब्जा गर्ने एउटा डिजाइनमा उनलाई कतै फसाइयो। अनि उनले जनता नआएपछि कार्यकर्तालाई तोडफोडमा लगाए। अनि त्यहाँबाट दुर्गा प्रसाईलाई सदनमा तपाईँको गाडी कुदाएर अनि सुरक्षाकर्मीलाई तपाईँको चाहिँ हस्तक्षेप गरेर अनि गाडी दौडाउन लगाए, अनि तोडफोड गरे, तपाईँको हत्या गरे, हिंसा गरो, अनि लुटपाटमा लागे, तोडफोडमा लागे, आगजनीमा लागे, अराजक ढङ्गले लाग्यो। यसले एउटा राजावादी शक्तिहरू अहिले पनि के चाहन्छ भने मुलुकमा अराजकता चाहन्छ, मुलुकमा तोडफोड चाहन्छ, मुलुकमा तपाईँको हिंसा चाहन्छ। यो बाटोबाट राष्ट्र फर्काउने सपना कसैले नदेखुन् भने यो एउटा दोलखाली जनताको बिचमा हाम्रो पार्टी नेकपा एमाले दोलखा जिल्ला कमिटीले राखेको एउटा जागरण सभा पनि हो र विरोध सभा पनि हो। त्यसैले यो कार्यक्रममा म तपाईँलाई यति भन्न चाहन्छु, हामी 62-63 मा लाखौं लाख जनता सडकमा आए। त्यो जनताहरू के थिए? अनुशासित थियो, राजनीतिक थियो, एउटा मूल्य मान्यता एउटा विचार बोकेको जनता थिए। अनि त्यसमा केही घटना घटेन, त्यो बेला कुनै पनि तोडफोड भएन। देशव्यापी रूपमा एउटा त्यसरी एउटा जनता सडकमा लाखौं लाख जनता सडकमा आउँदाखेरि केही नहुने। अनि यही चैत्र 81 चैत्र 15 गते अनि जनता नआएपछि त्यसको जोखमा तपाईँको अनि तोडफोड हिंसा आगजनी गरेर आतंक फैलाउने यो व्यवस्था हो। हामीले राजा के चाहन्छ, ज्ञानेन्द्र के चाहन्छ? फेरि पनि पञ्चायत फर्काउन चाहन्छ, फेरि पनि राणा शासन फर्काउन चाहन्छ, फेरि पनि निरङ्कुशता ल्याउन चाहन्छ। यसको विरुद्धमा हामी दोलखाका जनता, न्यायप्रेमी जनताहरू फेरि एकताबद्ध हौँ, एकजुट हौँ। हामी जनप्रतिनिधिहरू, हामी पार्टीका कार्यकर्ताहरू, हामी कर्मचारीहरू, शिक्षक, बुद्धिजीवीहरू, उद्योग व्यवसायीहरू सब एकजुट हुनुपर्छ, तपाईँ सचेत हुनुपर्छ भनेर हामीले तपाईँलाई फेरि पनि उद्घोष गर्न यो कार्यक्रम आयोजना गरेको हो। विचारले होइन, राजनीतिक हिसाबले होइन, जनताको एउटा संगठन गरेर होइन, अराजक शैलीले अनि लुटपाट गरेर, हिंसा गरेर अनि तपाईँको अराजक शैलीबाट अनि तोडफोड गरेर राजतन्त्र फर्काउन सकिन्छ भन्ने यस्तो दुस्साहस राष्ट्रवादी शक्तिहरूले नदेखुन् भन्ने यो सभा पनि हो। यो सभा त्यस अर्थमा दोलखा जिल्लामा नेकपा एमाले दोलखा जिल्ला कमिटीले आयोजना गरेको, त्यस अर्थमा नेकपा एमाले दोलखा जिल्ला कमिटीलाई म र सम्पूर्ण नेकपा एमाले दोलखा जिल्लावासी र नेकपा एमाले शुभचिन्ता कार्यकर्ताहरूप्रति, सबै तहका कार्यकर्ताप्रति म पार्टी केन्द्र पोलिट ब्युरो सदस्यको तर्फबाट हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँलाई शुभकामना पनि भन्न चाहन्छु कि हामीले यो जागरण किन चाहिएको छ। जनता नबुझेर होइन यो जागरण सभा। दोलखामा फेरि राजावादीहरू उठ्न थाल्यो भने होइन। हामी एमाले भनेको र लोकतन्त्रवादी शक्ति भनेको एमाले भनेको यो दोलखाको अभिभावक पार्टी पनि हो। यो पार्टीले अगुवाई पनि गर्नुपर्छ।
अरू राजनीतिक पार्टीहरूलाई पनि हामी आह्वान गर्न चाहन्छौँ कि तपाईँ यो चैत्र 15 गते भएको काण्डको विरोध गरौँ। त्यहाँ भएका क्षतिपूर्ति आज सम्बन्धित जो व्यक्तिले त्यो क्षतिपूर्ति त्यो नोक्सानी गरेको छ, जो व्यक्तिले हत्या गरेको छ, त्यो हत्यारा राजा ज्ञानेन्द्रलाई घोषित गरेर राजा ज्ञानेन्द्रलाई यो देशबाट अब हामीले उसलाई राजगद्दीमा त छँदै छैन, निर्मल निवासमा बसेको थियो, नागार्जुनमा बस्न दिएको थियो, अब त्यसमा पनि होइन। हामीले धेरै सुनिरहेका छौँ अब पूर्व राजा ज्ञानेन्द्रको पासपोर्ट सिज गर्नुपर्छ, उसको सुरक्षा कर्मीहरूलाई घटाउनु पर्छ, अब उसलाई नागरिकको एउटा हैसियत दिनुपर्छ। अब बिचरा ज्ञानेन्द्रले बुझेन, अब राजा फेरि पुनर्स्थापन होइन, राजाको आफ्नो बसे खुसेको अबको हैसियत पनि गुमाउने यो अभियान हो र यो अभियानमा हामीले अब समाप्तै गर्नुपर्छ। कुनै एउटा यिनका परिवारहरू, यिनका हिजोको दिनमा राजा राजतन्त्र हुँदाखेरि पनि ज्ञानेन्द्रको चरित्र, ज्ञानेन्द्रको व्यवहार, उसका छोरा पारसको तपाईँहरूले हेरिरहेका छौँ नि। राजा ज्ञानेन्द्र त्यस बेलाको ज्ञानेन्द्र मूर्ति तस्करको रूपमा चिनिएको थियो राजतन्त्र हुँदै पनि। उसको छोरा पारस प्रवीण गुरुङको सडकमा एउटा हत्याराको रूपमा चिनिएको थियो। कुनै एउटा उसका परिवारको, उसका सन्तानको विगतमा राजसंस्थै हुँदाखेरि पनि राम्रो चरित्र थिएन। त्यो राम्रो खालको एउटा उनको इमेज नेपाली जनतामा थिएन। त्यो इमेज बिग्रेको हिजै एउटा देशको एउटा धर्म संस्कृति र हामी यहाँ धेरै एउटा हाम्रा पुरातात्विक एउटा मूर्तिहरू, दोलखामे त्रिपुरा सुन्दरीको मूर्ति चोरी हुन्थ्यो अनि देशमा धेरै एउटा पुरातात्विक मूर्तिहरू चोरी हुन्थ्यो। त्यो चोरी कहाँबाट भयो भन्दाखेरि चाहिँ त्यो चोरी ज्ञानेन्द्रले चोरेको, ज्ञानेन्द्रको तस्करले चोरेको, ज्ञानेन्द्र चाहिँ त्यो तस्कर हो भनेर हिजै तस्करको रूपमा अंकित भएका व्यक्ति अहिले फेरि 62-63को जनआन्दोलनबाट समाप्त गरेको ज्ञानेन्द्र यो 17-18 वर्षको बिचमा फेरि आउने प्रयत्न गर्नु यो दुर्भाग्य हो। राजा ज्ञानेन्द्रको लागि दुर्भाग्य हो र राजावादी शक्तिहरूको लागि दुर्भाग्य हो र राप्रपा पार्टी त्यस्तो फेरि पनि एउटा प्रजातान्त्रिक संवैधानिक ढङ्गबाट आएको पार्टी अहिले त्यही राज संस्था बिउजाउनको निम्ति राष्ट्रिय प्रजातन्त्र पार्टी कतै साँची नबसोस्, सकिन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले यो राजावादी अभियानको हामी संलग्न छैनौँ भन्नुपर्छ। नभए राष्ट्रिय प्रजातन्त्र पार्टी पनि यही राजावादी शक्ति जसरी पर्साई, दुर्गे पर्साई जस्तो एउटा फटा हत्यारा फरार हुनु पर्यो जस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी पनि यो मुलुकबाट हराउनु पर्ने परिस्थिति नबनोस्, त्यसको निम्ति राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चाहिँ हामी यतिसम्म शुभेच्छा परिवर्तन हुनुहोस्।